हेलो नमस्ते सबैलाई वेलकम टु माई भ्लग। र आज चाहिँ मेरो कम्पनी यसो हल्का घुमघाम हेरिदिनु होला। साउदी अरब अल-कासिम ओनेजामा पर्छ। कम्पनीमा नभएको चिज केही छैन, हरेक कुरा छ कम्पनीमा। कम्पनी पनि राम्रो छ, त्यति नराम्रो पनि छैन। गाडी धुने ठाउँ अटोमेटिक, गाडी आफै धोइन्छ। कम्पनी सुविधायुक्त कम्पनी छ। कसैलाई आउन इच्छा छ भने सम्पर्क गर्दा हुन्छ। राम्रै छ, चलिराखेको छ, 10 साल भइसक्यो। र आज मेरो ट्रिप कम्पनीमा गाडी खाली गर्दै, लोड गर्ने ठाउँतिरको देखाउन मिल्दैन, त्यसैले खाली गरेको चाहिँ कम्पनीमा देखाउन मिल्छ। हाम्रो कम्पनीमा खाली गर्दैछु म अहिले मजनम कसरा। हाम्रो खाली यसरी हुन्छ गाडी। 38,000 लिटर खाली हुनलाई 1 घन्टा लाग्छ। यस्तै चलिराखेका छ दिनहरू। हाम्रो कम्पनी थोरै भिजिट गर्नुहोला। कम्पनीका खलदाहरू बाटो पिच गर्ने आस्फाल्ट खलदा हुन्। यी कम्पनी त ठुलो छ नि। बिहान त खाली गरे म, फेरि बेलुका अर्को लोड थियो मेरो। अहिले चाहिँ म पेट्रोल पम्पमा खाली गर्दैछु। यो पेट्रोल पम्प पनि हाम्रै हो। 7+ पेट्रोल पम्प देख्नु हुनेले कमेन्ट गर्नु होला। 7+ कम्पनी हाम्रो हो। पेट्रोल पम्प पनि अल्फाद कम्पनीकै हो। र आज साथीको नेपालबाट बङ्गुरको मासु आएको रहेछ। कोलाई मनपर्छ कमेन्ट गर्नु होला। पुरै सेतो मात्रै, वाउ। मन पर्नेलाई त ठिकै हो, हामीले यसरी भुटियो र आज बङ्गुरको मासु खाइयो। अन्तिमसम्म हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। माया देखाइदिनु होला। लाइक, सेयर, सब्सक्राइब प्लिज।